Hi, what's up? Good morning, guys. Good morning. आशा गर्छु तपाईँहरू सबै सन्चै हुनुहुन्छ अनि आजको ब्लगमा गाइज म के गर्नेछु म आफूलाई थाहा छैन गाइज। अहिले गाइज 11 बजी सो पुगेँ अनि म अहिले उठ्दैछु गाइज। हिजो अलि लेट नाइट सुतेको म लेट नाइटमा मुभी हेर्दै सुतेको अनि आज ढिलो भयो गाइज। लेट्स सी हामी आज के गर्छौँ है त। सो गाइज म निस्केँ आज चाहिँ मेरो साथीको बिहेको पार्टी छ होइन। उसले नेपालमा बिहे गरेर आयो छुट्टीमा गएर, अब चाहिँ उसको बिहेको पार्टी छ आज। सो म चाहिँ त्यहाँ जाँदैछु आज। हाम्रो पार्टी चाहिँ सायद आज गुम्मीमा हुन्छ, गुम्मी सिजनमा हुन्छ। गाइज हेर्नुलाई है साथी आउँदैछ। साथी कहाँ छ? घाम चाहिँ गाइज लास्टै घाम छ होइन। यस्तो गर्मी भइरहेको छ, यस्तो गर्मी। मैले सनस्क्रिन पनि आज लाउनु बिर्सेछु क्या। साथी त्यहाँ बसिरह ल हेर्नुहोस् गाइज। अब साथी यस्तो छ होइन, अब सँगै जाने पार्टी गर्ने भएर आएको मान्छे ऊ अब त्यहाँ फोनमा बुढीसँग बोलेर बसिरहेको बिहानदेखि। गाइज अब हामी यहाँबाट बस चढ्नेछौँ अनि बस चाहिँ यहाँ तल आउँछ गाइज। यहाँ तल बस स्टेसन छ गाइज। आज हामी चढ्ने बस चाहिँ 10 नम्बरको बस हो गाइज। गाडी कुरेको टाइम धेरै भइसक्यो, गाडी अहिलेसम्म आएको छैन। साथी यहाँ बसिरहेको छ गाडी हेरिरह। बस स्टप चाहिँ गाइज त्यहाँ छ है, हामी त्यहाँ जानुपर्ने हो। तर गाइज यहाँ अलिक शीतल छ नि त अनि हामी यहाँ बस्छौँ शीतलमा। अनि के छ आजको प्लान? के किन्ने आज? आज चाहिँ किन्नुपर्ने टल्लै छ सामान। आज भूमिको आज बजारमा गएर सामान किन्ने हो। लाएर अनि साँझतिर हुन्छ होला आज। त्यही हो गाइज। ल रुप्सलाई फलो गरौँ, सेयर सब्सक्राइब गरौँ होइन। युट्युब सब्सक्राइब गरिदिउँ होइन। नाम के हो युट्युबको? रुपेश पोखरेल ब्लग। गाइज एउटा यस्तो ठुलो पोपट भयो कि होइन। हामी चाहिँ अब आएको थियौँ नेपाली रेस्टुरेन्टमा होइन। यहाँ आएको थियौँ गाइज। तर गाइज ढोका खोले ढोका बन्द छ, चाबी लगाएको ढोका यस्तो नि हुन्छ। के छ नवीन? अनि के छ? अनि कस्तो भयो बिहे तिम्रो? बिहे कस्तो भयो न? बिहे कस्तो हो क्या? बिहे कस्तो हो तिम्रो? हामी अहिले गुमीको एउटा मार्केटमा छौँ अनि सबै यहाँ मान्छेहरू कम छ, सब बन्द छ आज। किन हो? सबतिर चाबी लागेको छ आज। उता नेपाली रेस्टुरेन्ट बन्द थियो गाइज। हामी खाना भनेर आएको गाइज, पुरै बन्द थियो। के गर्नु, यस्तो हुन्छ जिन्दगी। फ्रेन्च फ्राई र ससेस अनि कति हातले उयो सेल्फी स्टिक यहाँ यस्तो छ दृश्य, कति राम्रो होइन। यस्तो दामी छ हेर्नु। थाहा छैन गाइज के हो होइन। आएर न के गर्ने नवीन? ट्याटु हान्ने? ट्याटु त्यो हान्नु कहाँ हान्छु? ट्याटु हातमा हान्नु? कस्तो हान्छु ट्याटु? फुलियो फुलियो हान्छु कि हान्दैन? कस्तो हान्छु गर्ने? फुलबारी जस्तै हान्ने हो क्या। त्यति गाइज अब यहाँ खाजा खाना आएको यस्तो हो यहाँ पारा टिकटक बनाएको यहाँ बसेर। सो गाइज हामीले चाहिँ नेपाली रेस्टुरेन्ट गर्दा हामीले खाजा खाएर निस्किसक्यौँ। अब हामी यसो एकछिन यहाँ बजार हामी घुम्नेछौँ, कहाँ के छ हामी यसो हेर्नेछौँ। त्यहाँ चाहिँ एउटा फटा बसेर भिडियो बनाउँदै गाइज होइन। गाइज अहिले गाइज म क्याफे गर्दैछु गाइज। मलाई एकदमै कफी खानु मन लाग्यो। म त खाने हो, तिमी खानु हो ठिकै छ त। गाइज क्याफे नै छैन गाइज कतै पनि। तिम्रो त पोतनीको भाइना छ नि कालो भएछ त। चाँसेको बाट हेर कन देखिन्छ अरे त्यो फटा देखिन्छ। जाने त सु सेन्टरमा भित्र अब यति सस्तो हो कहाँ किन्न खोज्दैन म भने। हेर्नु सस्तो हो क्या महँगो गाइज, कति महँगो हो। सो गाइज पुरै सप हेरियो गाइज होइन। तर गाइज हामीलाई के लाग्यो भने अलिकति हाम्रो औकात पुगेन कि जस्तो लाग्यो गाइज सुन्दाखेरि होइन नवीन। हल्का औकात पुगेन कि जस्तो लाग्यो सुन्नलाई। म गाइज क्याफे खोज्दैछु। क्याफे कहाँ छ? क्याफे सो गाइज मैले चाहिँ बबल टी किनेको छु। यो रातो त
सुबाक 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 अरे नाम थाहा छैन सुबाक भन्नु भयो सुबाक भनेको खरबुजा हो सुबाक त हो कहाँको सुबाक यो त्यो त सुबाक फेरि मसँग चाहिँ गाई यता बबल टी छ बबल जस्तो हुन्छ कि बबल टी हुन्छ यहाँ बबल देख्यो यहाँ यस्तो बबल टी गाई चाहिँ यस्तो गर्मी छ कि यहाँ हामी गाई होइन अनि हामी यहाँ बसेका छौँ यसो रेस्ट गर्दै छायामा अलिकति गाइज यहाँ हेर्नु कत्रो हो यहाँ बिल्डिङ बाबा बाबा कत्रो बिल्डिङ हो हेर्नु गाइज खतरा बिल्डिङ छ यार कम हो त हेर त नवीन क्या हो के सानो देखिन्छ कि बाट मोबाइलबाट है सानो भयो अब फेरि क्यामेरामा आँखा मोबाइलबाट सानो यस्तो गर्नुपर्छ यहाँ अनि मोबाइलै सानो हो त अनि सानो देखिनु त सो गाइज यहाँ दामी छ है दृश्य चाहिँ पिता माथि हेर्छ हाले वाव गाइस क्या दामी यस्तोमा गाइस हामी बसे भए पो नि यार हामी बसे यहाँ थर्काउँछ बटमामा है है सो गाइस बबल टी मिठो हुँदैछ होइन टक्क अहिले बल्ल यहाँ शीतल हावा आयो राम्रो छ गाइस त्यो गाइस घुम्नुपर्छ क्या जिन्दगीमा घुम्नुपर्छ अब घुम्न थाइल्यान्ड जानुपर्छ नि होइन यसो आफ्नो घर वरिपरि हिँड्ने कहाँ कहाँ बसेर वरिपरि यसो हिँड्ने एक्सप्लोर गर्ने गाइस त्यो गाइज हिँड्नु भनेको त्यही हो घुम्नु भनेको त्यही हो गाइज कति रुममा बस्ने गाइज रुममा बस्छु गर्लफ्रेन्डसँग बोल्यो झगडा गऱ्यो हिँड गऱ्यो होइन गाइज त्यो गाइज यसो हिँड्नु राम्रो हो क्या फ्रेस भइन्छ गाइज त्यो गाइज यो मान्छेले होइन त्यो सब जुस खाएर भित्रको आइसले यहाँ दलु क्या गाइज दलेसी जान्छ होला हो चस्मा हुँदा नि मलाई है त पाएर तो गाइज मैले खाएर भ्याइसकेँ उसले पनि खाएर भ्यायो हामीलाई फ्याल्छ म त फ्याल्ने ठाउँमा अब डस्टबिन देखा क्या अनि गाइजलाई फ्याल्नेछौँ अब सक्नु नि त अब के गर्ने जब त्यही फ्याल्न भएन अब गाइज कति राम्रो छ त्यहाँ चाहिँ राम्रो छ है त्यहाँ अपार्टमेन्ट सब देखेँ गाइज मलाई धेरै घुम्न मन थियो क्या तर मेरो यो साथी नवीन चाहिँ खत्तम रहेछ क्या कति बेला घर जाऊँ कति बेला बुढीसँग बोल्नु मस्तो भएको क्या उसलाई चाहिँ कसैको पर्सनल कुरा होला सबै कुरालाई आफ्नो पब्लिक गराउनु जरुरी हुन्न कि हुन्छ क्या गराउनै पर्छ अब गाइज हामी चाहिँ त्यसको पारिपट्टि जानुपर्छ हामी चाहिँ यहाँ यतापट्टि बस लाग्दैन नि त जेब्राको सिटमा गाइज लाइट बोलेर गएको छ हामी गाइज दौडेर आयौँ यहाँ ऊ बसलाई थाहा त बसहरू आइरहेको छ तर गाइज हामी जाने यो बसमा चाहिँ होइन त्यहाँ पनि हो जाने त्यो लिँदैन हो त्यो गाइस टिका लगाएको यस्तो भएको नोट लिन्छ कहीँ पाएर हावा यस्तो भएको नोट लिन्छ बिहेमा पुरै हुन्छ नि गाइस त्यस्तो बनाएर ल्याएको कोरियन पैसा दिने कोरियन नोटमा गाइस पुरै होइन त्यो कलर लगाएर ल्याएछ के भन्नु